सक्दैन पेट बिटार बसेछ कहाँ चाहिँ जानु होला तपाईँले धेरै गाह्रो भन्नु कम्तीमा मलाई त भनेर हिँड्नु भएको भए थाहा हुन्थ्यो नि अब के गर्ने होला गेम खेल्ने आज गेम खेल्ने आज भाग्य चम्काउने चम्काउने भाग्य छ ल पुरो भाग्य तिम्रो हातमा छ आज भाग्य चम्किनु भए त म त के गर्थे ल यसरी कामै गर्दिन थिएँ सुने दुईटा हात छ हैन रुपैयाँ छ हैन तिमीले कसरी अब के गर्ने भन्ने कुरो हैन अब कसरी अब चुज गर्ने हैन है त ल खेल्ने हो त हुन्छ मोबाइल पनि आउँछ फोन पनि लाग्दै है त ल गाइस मैले हजुरले देखाइसकेको छु अब तपाईँले देख्नु भएन होला मैले गरेको थिएँ होइन अब मैले उसले बुझ्दै थाहा थिएन अब थाहा पाउँछ त्यो देखाएको छैन मैले के गरेँ भ्यामा काम गर्दा चाहिँ तपाईँले के गर्नु मलाई के थाहा चुज हुन्छ गरेँ म काममा डिस्टर्ब गर्न ए चुज गरेँ नेपाली नाटक नगर्दै चाहियो भाग्य चम्काउनु न जम्काउने तपाईँको मुठी हाँस्न मात्रै भाग्य चम्किन्छ होला। भाग्य चम्किहाल्छ चुज गरेँ नाटक नगर्दै काम गर्दैन न कुन चाहिँ फरक राम्रोसँग के यो दुईटा चुज गर्नुपर्ने एउटा दुईटा चुज गर्ने भाग्य बनाउने ल यो पक्का पक्का स्योर हो नि स्योर रह्यो त ल चिम्ली नै पर्दैन मनमा चिम्ली चिट गऱ्यो भने मलाई पक्का यही हो नि यो गरे 1035 के हो यो गरिस् 5 रुपैयाँ पाइस बुढीले 5 रुपैयाँ पाए त्यो 1000 रुपैयाँ दिनु न किन ल तिमी जितेको त 5 रुपैयाँ चाहियो सोचेर मैले भन्दै थिएँ त भाग्य चम्काउने भनेर रातिको 12 बजे ल राख हिँड्नले 500 कुद्रो के हाल्छ हौ 1000 को नोट राखेको थिएँ गाइस 1000 राखेको थिएँ लेफ्ट ह्यान्डमा तर उसले सोच्दै नसोचेको भन्दा चाहिँ भाग्य चम्काउने भनेर तर उसले 500 चुज गर्यो यस्तो बुद्धि छ नि सोच्नुपर्छ यस्तो गेममा माइन्ड लाउनु पर्छ ठिक छ राख 500 जितेको राख भाग्य अति 500 लेखेर